नमस्कार, यहाँहरूलाई स्वागत छ अर्को नयाँ भिडियोमा। आज म तपाईहरुलाई अक्षरधाम मन्दिर बारेमा छोटो जानकारी दिने कोसिस गर्नेछु। आउनुहोस् अक्षरधाम मन्दिर सम्बन्धित छोटो जानकारी। अक्षरधाम मन्दिर दिल्ली, भारतको राजधानी दिल्लीमा अवस्थित एक भव्य हिन्दू मन्दिर हो। यसको अद्वितीय वास्तुकला र सांस्कृतिक सम्पदा र धार्मिक महत्त्वको लागि प्रसिद्ध छ। यसलाई स्वामीनारायण मन्दिर पनि भनिन्छ। यसको निर्माण सन् 2005 मा भएको हो। मन्दिरको मुख्य स्वामीनारायण भगवानलाई समर्पित छ। मन्दिर शुद्ध पिङ्क स्टोन र मार्बलबाट बनेको छ। यसमा कुनै पनि फलामजन्य प्रयोग गरिएको छैन। यहाँको साँझको समयमा ठुलो आकारको सङ्गीत फुवारा प्रदर्शन हुन्छ। मन्दिर प्रवेश निःशुल्क छ, तर प्रदर्शनी र नौका विहारको लागि टिकट लिनुपर्छ। यो मन्दिर सोमबार बन्द रहन्छ। अन्य दिन 10 बजेदेखि साँझ 36 बजेसम्म खुला रहन्छ। यहाँभित्र फोटो भिडियो खिच्न पाइँदैन। अक्षरधाम मन्दिर केवल धार्मिक स्थल मात्र नभएर यो भारतीय संस्कृति, इतिहास, वास्तुकला र आध्यात्मिकताको जीवित प्रतीक पनि हो। यदि तपाईहरू पनि दिल्ली घुम्ने हुनुहुन्छ भने या घुम्ने सोच राख्नु भएको छ भने एकचोटि अवश्य भिजिट गर्नुहोला र यहाँको अद्भुत कलाकृति को अवलोकन र थप जानकारी पाउनुहुनेछ। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। अब अर्को आउने नयाँ भिडियोमा भेट हुनेछ। तबसम्मको लागि बाई बाई। शुभ दिन, शुभ रात, सबैको जय रहोस्।